सो हेलो गाइस, स्वागत छ आजको मेरो नयाँ भ्लगमा। र अहिले चाहिँ मेरो फेस चाहिँ रिभिल हुनेवालामा छ अरे के। अलिकति हुन्छ नि, धेरै समयपछि चाहिँ एकदम राम्रो सास लिन पाइयो हैन। नत्र भने त मास्क र चस्माले चाहिँ एकदम बफाइदिरहेको थियो क्या। अनि म चाहिँ अहिले उफ्रे जाँदैछु यो हाम्रो टोहालदेखि उकालोको बाटोमा हैन। र म चाहिँ कुन बाटो हो थाहा छैन। मैले यो बाटो पनि हैन फर्स्ट टाइम हिँडेको, बच्चामा एकचोटि हिँडेँ होला। त्यहाँबाट चाहिँ म फर्स्ट टाइम हिँडेको हैन। मौसम हेर न, मौसम यस्तो खराब छ नि यार। यहाँबाट त्यहाँ परको मात्र अलिअलि देखिन्छ, त्यहाँबाट उता केही देखिँदैन यार। यो लेट्स से गाइज अगाडि के हुन्छ हेर्दै जाउँ हैन। र यहाँनिर चाहिँ मैले अब एकछिन बिसाउने निर्णय गरेँ, किनकि यति धेरै हेर न यार, ठाउँै हेर न हो यस्तो खडेरी सानो गर्मी हुन्छ फेरि केही छैन है। अब अलिक मासतिर भेटौँ होला। अनि मैले चाहिँ अहिले के भन्न आँटेको थिएँ भ्लगमा, त्यो चाहिँ मलाई बिर्सेँ। यहाँबाट हेर त आम्मामा सिधै ठाडे। र म चाहिँ पारिबाट आएको हैन। यहाँबाट चाहिँ यो कोसी भयो, यो कोसी मेरो औँला सिधा कोसी छ। अनि त्यहाँबाट पारि भयो, त्यो चाहिँ उदयपुर यता खोटाङ हो हैन। अनि त्यो तल चाहिँ टोहला हो। र त्यो जुन यता जान्छ नि त्यो चाहिँ दिक्तेल जाने बाटो हो हैन। तर केही देखिँदैन, केही पनि देखिँदैन। मौसम यति धेरै खराब छ। यहाँनिर चाहिँ अहिले एकचोटि पानी पऱ्यो भने चाहिँ देखिन्छ होला हैन। त्यही हो। अब बाइक चाहिँ एकदम क्या हुन्छ नि, मैले यहाँनिर मोबिल लाउन बिर्सेर अनि हतार हतार यहाँ यो ठाउँ पुगेर अनि मोबिल लाएर फेरि फर्केर चाहिँ मोबिल लाएर अनि चाहिँ म आएँ। सो त्यही छ। यहाँ र धुलै धुलो छ बाइक पनि यार, के भन्नु। ओके लेट्स गाइज हेर्दै गरौँ होला। एक चढेको जस्तो फिल भइरहेको छ हैन। त्यही हो, अलिअलि चिसोहरू अब आउनु थालेको छ, चिसोहरू लाग्नु थालेको छ हैन। त्यही हो। अलिकति म चाहिँ अब फर्स्ट टाइम आएको नि त, केही बाटोहरू केही थाहा छैन हैन। र ऐसेलुहरू मस्त पाकिरहेछ है। अब यहाँ ऐसेलुलाई चाहिँ मैले खुवाउनु पर्ने हुन्छ यसरी। पस्दैन यार, हेलमेट ननिकाली कन त पस्नै मान्दैन यार। कति वर्षपछि ऐसाले खाएको होइन, दामी छ है। मैले चाहिँ बाटो सोध्दै यहाँसम्म आइसकेँ। अब चाहिँ म पञ्चमी बजार आउन लागेको छु है। यहाँ दुईजना साथीहरू छ, उनीहरूलाई पनि बाटो सोधेँ, उनीहरू पनि आउँदैछ। सायद बाइक स्टार्ट भएको थिएन होला होइन, केही छैन। अब चाहिँ म लाग्नुपर्ने हुन्छ होइन। बेला बेला भिडियो बनाइराख्नुपर्छ, किनकि अब एउटा हुन्छ नि त, मेमोरीको रूपमा चाहिँ बसिरहेको हुन्छ एउटा। एकदम शीतल फिल भइरहेको छ क्या होइन। यो अब लाग्दिनु पर्ने हुन्छ। हाम्रो केटाहरूले लालीगुँडा टिप्ने, हाम्रो केटाहरूले होइन मैले भनेको थिएँ। अनि केटाहरूले ऐसेलु होइन, यो काफल भन्छ है यसलाई, काफल भन्छ कान्छुकेको भाषामा। यो काफल चाहिँ हामी खाँदैछौँ। मिठो चाहिँ होइन है, लालीगुँडा सालीगुँडा सब टिपेर टिपन केटा जस्तो भयो त्यस्तै। तेरो टाउकोमा नि थियो त। पहिला हामी पढ्ने बेलामा स्कुल बङ्ग हानेर काफल खानु जान्थ्यौँ। अनि मिठास हुन्थ्यो।
काफलहरू भयो भयो हेर। अनि यहाँनिर चाहिँ हाम्रो यो यति नै हो किनकि बजेटले यति नै भ्यायो। अब चाहिँ हामी फेरि लाग्नुपर्ने हुन्छ हिउनु आइनु। अब यहाँ एक राउन्ड हानेर त्यहीँ हो अरे अनि त्यहाँ भेटौँ ल। सो हामी चाहिँ ओख्रे डाँडा आएको छौँ होइन यतातिर टक्क लगाएर अब चाहिँ यहाँ हामीले खाजा खानुपर्ने हुन्छ। खाना पनि खाएको छैन होइन बट उयो बनाउनु पर्छ के अरे कप्टेरो। आय हाय हाय कप्टेरो चाहिँ बनाउनु पर्ने हुन्छ। ए कप्टेरो होइन यस्तरी कप्ट्याएर कप्टिँदैन छोटो भयो। कप्टेरो नभएपछि यस्तो हुन्छ। फाइनली अब चाहिँ हामीले यहाँको पार्टी साटी खाएर छोडेर हेरिसक्यौँ होइन। अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ घरतिर। टाइम पनि छैन हामीसँग। आए पेडे दुखाइदियो केटाहरूले फेरि चाउमिन पनि केही त्यो तेलमा उमालेको ल्याएको थियो त्यही हो होइन। अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ। बाइक त्यहाँ तल ठडिरहेछ बसिरहेछ होइन त्यसलाई चाहिँ हामी लिएर फरार हुनुपर्ने छ। अब तलतिर भेटौँला। नाइस टु मिट यु यार केटाहरू। आज चाहिँ मैले बाइक डेन्जर तरिकाले लडाएँ होइन। सो त्यो यहाँबाट यहाँ माथिबाट घुमाएको त्यहाँनिर थोरै ब्रेक धेर भएछ क्या अनि त्यहाँबाट घुमेर यता आएर होइन यहाँनिर बहङ्गे ठोक्यो। अब यहाँ र न यहाँ स्क्र्याच भइगयो। यहाँनिर यो फुटेको छ यार यो के भएर फुट्यो आई डोन्ट नो है। यहाँ र न यहाँ सिधै घुस्रिएर होइन यो पार्ट चाहिँ स्क्र्याच भयो अनि यो चाहिँ कसरी फुट्यो मलाई पनि थाहा छैन यार। खत्तम भयो अब के भन्नु यो यति धेरै। म चाहिँ जस यो बाइक चाहिँ फर्स्टचोटि लडाएको मतलब अरू पनि बेला लडाएँ होइन तर धेरै लडाएन 2-3 चोटि मात्र। त्यो चाहिँ जस त्यो के भन्छ नि यस्तरी बसिरहेको बेला लडेको त्यस्तो कुदाउँदाखेरि चाहिँ लडेको थिएन। तर आज चाहिँ त्यहाँनिर अलिकति ब्रेक धेर लाग्यो क्या यहाँनिर चाहिँ होइन ब्रेक यहाँदेखि घिस्रिँदै यहाँ लाग्यो क्या त्यहाँबाट यहाँ झन्डै ठोक्यो अनि यता घुमाएको यहाँबाट सिधै यता ब्राङ्गै। ए तेरि यार त्यस्तै हुन्छ कि अब यो खर्च उठाइगयो 15 के भन्छ अरे 15-16 हजार उठाइगयो यार खत्तम भयो। अब त्यही हो धना केटालाई चाहिँ मैले लालीगुराँस त्यहाँ टिप्नु र लगाएर मात्र हो नत्र नि यसको सामानहरू फुट्थ्यो होला। अब के गर्नु यति फुटेको धन्ना केही भएन है यिनीहरू चाहिँ फुटेन। यो फुटेको भए चाहिँ अझै डर हुन्थ्यो। यहाँ अलिकति चर्किएछ होइन अनि के अन्त लडेपछि अब लडिगयो अनुहार हेर्न चाहिँ बच्चा जस्तो एसी दिनेवालाहरू यिनीहरू लिन आएको यहाँनिर 15-20 हजार अब घाटा लगाइगयो। मेरो गोजीमा कति छ रहेछ सामान अब अघि होइन। अब चाहिँ हामी खासै हाम्रो इन्ट्रेस्ट चाहिँ हराइसक्यो। अब चाहिँ हामी सरासर घरतिर लाग्नुपर्ने हुन्छ है। अब मैला त त्यहाँ ठ्याक्कै हामी बाहिर बस्छौँ त झोला पकाएर ल्याइहाल कुदिहाल्ने हो। आई डोन्ट केयर केटा मलाई नि एसीमा दिएको त एसी इङ्ग्लिस त हान्नु आइहाल्छ नि त्यहीँ छ जाँटा लिएर चाहिँ हिँड्न अब केटा के फद्रा यार यहाँ बाइक लडेर टना भएको बेला लालीगुराँस लिएको लालीगुराँस झर्न आँटिसक्यो यार मजाले चिप्लाई गाने घर। सो त्यही हो होइन। अब यताको राइड पनि ठिकै राम्रै भयो घुमियो अलिअलि होइन। अब यस्तै चाहिँ यता चाहिँ लेक पर्ने रहेछ तर मलाई थाहा थिएन त्यही हो। अब केटाहरूले बाइक चाहिँ स्याम्पूले दिइरहेको छ पुरा होइन माझेको छ माझ्नु पऱ्यो नि होइन। अनि हाम्रो वडा चाहिँ वडा होइन गाउँपालिका चाहिँ त्यहाँ तल रहेछ त्यही हो। भोलि फेरि भुटार निस्किनु पर्ने जुत्ताको हालत त्यस्तो भइसक्यो है। यो चाहिँ सबै पानीले भिजेर कालो कालो यहाँ रै यो चाहिँ गियर फेरेर कालो भएको यस्तरी। केटाहरूले चाहिँ बाइकलाई राम्ररी धुँदैछ अलिअलि त गर्नु पऱ्यो नि त केटाहरू।
उघाउने केही छैन पेप्सीहरू यहाँबाट दवा बनाउनु पर्ने कि यति खनेर होइन छ्यापै मजाले स्याम्पू धुवाइ केटा फेरि सेतै सेतो हुन्छ यसलाई पनि त्यो लेगार्डलाई पनि यो लेकको अलैँची फाइनली हामीले चाहिँ लालीगुराँस यति टिपेको होइन टोटल 2 ठाउँमा टिपेर अनि त्यही हो अब यताहरू केटाहरू छ होइन अहिले लास्ट डे गर्मी हुन थाल्यो कि अनि म चाहिँ यो केटाहरूलाई टिप्नु लाएर यो हामीले नि फालेको यसलाई चाहिँ कसरी खानुपर्छ भन्दाखेरि नि यसरी खानुपर्छ कि यो खानुहुन्छ र अनि काँडा अड्किँदा माछा काँडा अड्किँदा यही त खाने नि त्यसले थाहै छैन टाउको देखाउँछ नि त्यसले जाने देखाउँछ टाउको हावा खाँदै खाँदै पिचकारी मार्ने क्रममा एकजना बालक पक्राउ यहाँ तल त उयो होइन टुवाखला त्यो टुवाखला होइन ए अहिले पो र त ताल तक्ले तेरिया के अरे त्यो बाला मेरो यहाँनिर चाहिँ पछाडि सामान छ ब्रेडहरू राखेको छ होइन यसलाई चाहिँ झारेर बहिनीलाई दिनुपर्ने हुन्छ र भोलि चाहिँ फेरि भुटार जाँदैछु भोलिको भ्लग फेरि फाल्टै आउँछ होइन त्यही हो यसो गरौँ अब आजको भ्लग यहीँ टुङ्ग्याउँ होइन धेरै लामो नबनाऊ अब भोलि भुटार जान्छ भुटारको भ्लग हेरौँ होला धन्यवाद।